राजेश र उनकी पत्नी कविता लामो समय काठमाडौँको भीडभाडमा बसिसकेका थिए। शहरी जीवनको थकाइले ग्रस्त बनेका उनीहरूलाई सधैँ एउटा शान्त ठाउँमा घर बनाएर बस्ने धोको थियो। धेरै वर्षको मेहनत र बचतपछि अन्ततः उनीहरूले भक्तपुरको छेउमै रहेको हरियालीले ढाकिएको एउटा एकान्त ठाउँमा आफ्नो सपनाको घर बनाइहाले। यो घर बिल्कुल नयाँ थियो। भित्ताहरूमा रङको सुगन्ध अझै ताजा, झ्यालका सिसा चम्किला र झ्याल बाहिर लटरम्म फूलहरू फुलेका। सबथोक शान्त, मनमोहक र पूर्ण लाग्थ्यो। तर त्यो शान्ति लामो समय टिकेन। पहिलो रातै अजीब कुरा सुरु भयो। मध्यरातको करिब 2 बजेको थियो। कविता एकाएक बिउजिइन्। उनले सानो आवाज सुने, मानौ कसैले झ्यालको बाहिरबाट चियायो। झ्याल ढाकिएको पर्दा हल्कासँग हल्लिएको थियो। उनले राजेशलाई उठाइन्। राजेश हाँस्दै बोले, हावा होला नडराऊ, यो ठाउँ त खाली रमाइलो छ नि। तर कविताको मन ढुक्क भएन। त्यो रात उनले निद्रा पाइनन्। अर्को दिन बिहान उनीहरू बगैँचामा निस्किए। तर हेर्दा ढोकाको अगाडि माटोमा जुत्ताको भिजेको डाम थियो, त्यो पनि कसैको पैतालाको छाप जो घरभित्रतिर गइरहेको थियो। तर राजेशले हँसाउँदै उडाइदिए, साँझ कामदार फर्कन लाग्दा परेको होला। हावा र पानीले त्यसरी देखिएको हो। तर अचम्म त्यतिमै रोकिएन। तेस्रो दिन राति राजेश अफिसबाट ढिलो फर्किए। कविता घरमा एक्लै थिइन्। उनी भान्सामा थिइन्। भान्साको सिडीबाट माथि जाने कोठाको ढोका एकाएक च्याट आवाजसहित बन्द भयो। सुरुमा उनलाई लाग्यो हावा, तर तुरुन्तै त्यो कोठाबाट कसैको हाँसोको आवाज आयो। एकदमै थोरै पातलो स्वर। उनी कठोर भइन्, मनभरि डर। उनी बिस्तारै माथिल्लो तलामा जान लागिन्। डरले हात कामिरहेको थियो। तर त्यहाँ पुग्दा कोठा सुनसान थियो। अब त कविता र राजेश दुवैलाई लाग्न थाल्यो, यो घरमा केही छ, केही यस्तो जुन देखिँदैन तर महसुस हुन्छ। एक साँझ गाउँका एक बुढा मानिस घर हेर्न आए। उनी घरको वरिपरि हेरिरहे र बिस्तारै भने, तपाईले घर बनाउनु भएको यो ठाउँ पहिले जंगल थियो। धेरै वर्ष अगाडि यहाँ एक परिवारले आत्महत्या गरेको कथा सुन्थे म। राजेश र कविता अवाक भए। तर बुढा मानिसले थप केही भनेनन्। उनी ढल्किँदै हिँडे। त्यस रात कविता फेरि चिच्याउँदै उठिन्, राजेश, कसैले मलाई समात्यो। राजेश अक्क न बक्क। उनले लाइट बल्ब गरे, तर कोठामा उनीहरू मात्र थिए। कविताको हातमा नीलो डाम परेको थियो, मानौ कसैले जबरजस्ती पकडेको हो। अब चाहिँ उनीहरूले मान्नै पर्यो, यो घर नयाँ भए पनि यो जमिन नयाँ थिएन। यहाँ कुनै न कुनै अनदेखा इतिहास बाँकी थियो र त्यो इतिहास आज पनि जिउँदो छ। एक दिन उनीहरूले घरको बगैँचाको पछाडि खनेर सानो पोखरी बनाउन चाहे। कामदारले खन्दै जाँदा उनीहरूले पाएका थिए एक पुरानो टोकरो। टोकरोभित्र थिए साना कपडाहरू अनि केही कुहिएको हड्डीहरू। कविता र राजेश स्तब्ध भए। त्यही रात उनीहरूले निर्णय गरे, यो घर हामीलाई होइन, यो घर अरू कसैको हो। त्यसको भोलिपल्ट उनीहरूले घर बन्द गरे र शहर फर्किए। आज त्यो घर त्यही छ, एक्लै, सुनसान। तर स्थानीयहरू भन्छन् रातको समयमा त्यो घरबाट अझै पनि कसैको हाँसो आउँछ, कसैको पाइला सुनिन्छ र कुनै झ्याल हरेक रात खुल्छ आफै। यदि तपाईलाई यो कथा मन पर्यो भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस् र कमेन्टमा लेख्नुहोस् के तपाईं यस्तो घरमा बस्न सक्नुहुन्छ। थ्याङ्क यू फर लिसनिङ। स्टे स्केयर्ड, स्टे सेफ।